ल साथीहरु, तपाईहरुलाई चाहिँ हाम्रो काम देखाउँदैछु कस्तो लाग्यो। राम्रो लाग्यो भने सल्लाह सुझाव दिनु होला। हाम्रो चाहिँ यो 9 वाटको सिओबी लाइट हो अनि यो चाहिँ बीचमा झुमर छ हाम्रो। अनि हाम्रो यू शेपमा चाहिँ हाम्रो लाइट कटिङ भएको छ 2 वाटको 9 वाटको 2 वटा। अनि यसै गरी हाम्रो चाहिँ यता पनि यही अनुसारै काम भएको छ, सेम डिजाइनमा बीचमा झुमर। अनि यता यसरी काम भएको छ भने यता चाहिँ हाम्रो सिलिन्डर लाइट 3 वटा अनि भित्र चाहिँ 3 वटा 9 वाटको सिओबी लाइट गरी यसरी हाम्रो काम भइरहेको छ। यता पनि हाम्रो 9 वाटको सिओबी लाइट अनि हाम्रो चाहिँ अर्को साइडतिर चाहिँ यसरी नै काम भइरहेको छ हाम्रो। देख्न सक्नुहुन्छ यू शेपमा लाइट कटिङ भएको छ 9 वाटको अनि बीच सेन्टरमा 1 वटा अनि बीचमा चाहिँ एउटा झुमर गरी हाम्रो काम भएको छ। हाम्रो चाहिँ यो गल्लीमा चाहिँ ट्र्याक लाइट राखेका छौं 2 वटा यता। अनि यो चाहिँ हाम्रो आउटडोरको लुक्स हो। यता हाम्रो माथि सिलिन्डर लाइटहरु छ भने यता हाम्रो आउटडोर लाइट अनि यता हाम्रो पिलरमा 2 वे आउटडोर लाइट छ भने भित्रपट्टि बाहिरपट्टि फेरि हाम्रो यसरी आउटडोर लाइट राखेका छौं। हाम्रो काम कस्तो लागिरहेको छ भित्रपट्टिको लाइटिङ हो। यसरी काम भइरहेको छ। 9 वाटको सिओबी लाइट छ भने प्रोफाइल लाइट छ अनि रोप लाइटहरु भयो, ह्याङ्गिङ लाइट अनि यो चाहिँ 6 वाटको सिओबी लाइट हो। यसरी नै हाम्रो काम भइरहेको छ। कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला। अनि यसको फुल भिडियो चाहिँ युट्युबमा छ। युट्युबमा गएर हजुरहरुले इलेक्ट्रिशियन प्लम्बर जीवन सर्च गरेर हेर्न सक्नुहुन्छ। धन्यवाद।